ये हो तवाङ मोनास्ट्री, यहाँ बुद्ध पार्क है। यो चाहिँ फ्रेन्ड गुड मर्निङ। आज चाहिँ हामीहरू फेरि बुढो मान्छेलाई अलिकति खुट्टा बनाउनु पर्थ्यो, अस्ति बनायो अनि आज लास्ट फेरि लिएर आउनु भन्नु थियो। लिएर आउनु भनेन, फेरि आफ्नो तर्फ लिएर जाँदा अलिकति ठिक भएछ। हेर्नुहोस् यहाँ बुद्ध पार्कको नजारा, बुद्ध भगवान तपाईँ दर्शन गर्नुहोस्। यहाँ तवाङ मोनास्ट्री देखाएर दर्शन गर्नुहोस् है। आज हामी फेरि खुट्टा बनाउनु जाँदैछु रहेको। अब माथि पाण्डेङ जानुपर्ने छ। आज मौसम पनि बहुत बढी भइरहेछ है। यो चाहिँ यहाँ चाहिँ चाय पानीहरू है फ्री छ, यहाँ सबले दिन्छ। अनि दाजुलाई चाय पिन्दैछ, हाम्रो दाजु पनि हुनुहुन्छ। आज कालिदा पनि आउनु भइरहेछ है। अनि दाजु घाम सिकिरहेको रहेछ, बिहान निस्केर हामी पनि पहिला रेडी भएर आएको रहेछ। अनि दाजु हामी अझै नि आज मर्निङ हाम्रो गाडीलाई फेरि आज लानुपर्छ त। हजुर हजुर लामाले ल्याउनु भनेछ, एक खेप त लगायो, अब फेरि आज लगाउनुपर्छ। हजुर अनि आज त बहुत पुरानो हजुर हजुर आज हामी यसो गएर भनेर देखाइदिनु पऱ्यो लामालाई। राम्रो पहिलाभन्दा रिल्याक्स हुन्छ र त्यही त नि। अनि अब छिटोभन्दा छिटो ठिक भयो भने चाहिँ ऊ पनि काममा जाने कुरा गर्दैछ नि त। के भन्नु, नेपाली मान्छे दुखिया मान्छे काम त गर्नु पऱ्यो होइन। गर्नै पऱ्यो, दुःख नगरी कहाँबाट खाँदैछु होइन। अनि यसो पानी पिएर जाने हामी। ल दुईजना दाजुभाइ होइन, बहुत पुरानो ड्राइभर हो कि, जान पेजन हो कि, अनि त्यही कारणले बात गर्दा गफ गर्छन् न। आमा है दाजु, पुरानो साथी भेट्नुभयो? धेरै पुरानो हो नि नि। अनि अनि दाजु त 20-22 साल। हजुर अनि आजै देखेको त्यही हो कि दाजु नि। अनि त्यही त है दाजु, जवान टाइम हिरो भएर यस्तो भएको नि दाजु नि। ल अब यो चाहिँ हालको रमाइलो है। अब बिचरा साथी पुरानो साथी भेट्नु भएछ। हेर्नुहोस् न, अस्ति र आजमा धेरै फरक भइरहेछ। हेर्नुहोस् कस्तो राम्रो हिँडिरहेछ आज त नि दाजु, धेरै फरक भइरहेछ दाजु। अस्ति त अब मुस्किल थियो नि, अहिले त कस्तो राम्रो। त्यही त आउँदा त बोकेको। हेर्नु आज त निकै राम्रो भइरहेछ नि त। धेरै यहाँ बनाएको थियो लामाले, धेरै राम्रो भइरहेछ अहिले चाहिँ। आज एक बार बनाइरहेको छु, कस्तो हुन्छ। ठिक भएछ भने ठिक, झन् राम्रो भइरह्यो भने फेरि एकचोटि आउँछु। हेर्नुहोस् न कति राम्रो हिँडिरहेछ आज त। धेरै राम्रो भएछ दाजु नि। त्यही त आउनुहोस् तपाईँहरू। के दाजु के हो? अनलाइनमा भने अनलाइन अहिले त अफर चल्दैछ नि दाजु। दाजु अहिले त अफर चल्दैछ नि त अहिले त, यो दुर्गा पूजाको। खुट्टा उसको खुट्टा पाट मगाइदिनु पर्ने, नपाउने चाहिँ नि। डुप्लिकेट होला नि, नभेटिरहेछ। यो गाडीको जस्तो हुनुपर्ने हो नि हाम्रो निला त, तर त्यस्तो होइन। त्यही त कारणले भन्छ नि अब होइन, मायाले संसार थाम्दैन, जिन्दगी त केही पनि छैन। त्यही कारणले जबसम्म छ होइन जिन्दगी मजा गरौँ बसौँ होइन। त्यही दर्शकहरू कोहीसँग पिठो मिठो तर नराम्रो जाइ जग्गा के गर्नु, त्यही त सही फाइदा छैन, केही पनि छैन। हो यस्तो सोच हुनुपर्छ कि दाजु। हो त्यो सोच छैन लाइफ आँखा गरेर पनि के पाउँछ। त्यही त मौसम चाहिँ एकदम धेरै राम्रो भइरहेछ आज त। क्या दामी मौसम भइरहेछ। त्यही त यस्तो राम्रो मौसम भइरहेछ। हेर्नुहोस् त अङ्क मौसमले पनि साथ दियो, लामाले पनि साथ दियो होइन। लामा चाहिँ अब तपाईँको 2 जना जति बस्छ। अब ज्यादा बस्ने त मेडिटेसन गर्दैछ त। यो 8 बजे फेरि बन्द गर्छ, 12 बजीसम्म, 12 बजी 1 घन्टा खोल्दैछ, फेरि बेलुका 5 बजी पनि एकछिन खोल्दैछ। 3 टाइम धेरै राम्रो भयो, धेरै राम्रो भइरहेछ। अरू खुसी लाग्छ होइन, राम्रो भयो, जल्दी राम्रो भयो भने काम गर्न सक्छ होइन। हिँडेर फेरि देश गर्ने भयो होला नि। त्यही अलिअलि हिँड्यो होला नि, हिँड्नु त पऱ्यो, बाथरुम गर्नु पऱ्यो है। त्यही हकुनलाई त खानु पऱ्यो।
आफैले मालिस नगर्नु अरे अहिले जो गर्यो उहाँले गरेछ हो अनि त्यो अस्ति त आउँछ नि साथी धतुरी त्यसलाई बिल्कुल नदिनु पुरा बिगार्छ तपाईँको त अझै हेर्न नलाई भयो त्यसले नि दाहिना खुट्टा देब्रो पनि देब्रो खुट्टा दाहिना उल्टा यस्तो भइरहेको डाँगो छ यो चाहिँ आज उहाँलाई भाइले बोक्नु भएको छ त अब बनाएपछि फेरि हिँड्नु मिल्दैन अरे अनि बिचरा उहाँलाई बोकेर लामाजीको घरबाट यस्तो छ ओ तल पुग्नुपर्छ त्यो कारणले आज बोकेर बनाउने साथ चाहिँ फेरि हिँड्नु मिलेन अरे त्यहाँ पुग्नुपर्छ ल आउनु आउनु धेरै छैन अब बाटो सुक्खा छ हजुर 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 अरू बोस पनि आउनु भएको छ त्यही त हजुर हजुर ल है जाँदैछ अहिले